गुड मर्निङ एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो ब्लगमा है। आज चाहिँ हामीले ब्रेकफास्टमा चाउमिन खाउँ भनेर चाहिँ भन्यो होइन। अनि मैले चाहिँ यहाँ भेजिसहरू काटेर रेडी पारेँ होइन, क्याप्सिकम, अनियन, क्याबेज होइन, अनि क्यारोट। अन्त मैले चाहिँ यहाँ तेल हालेर फटाफट सब्जीहरू हालेर बनाउन थालेँ होइन। आज चाहिँ एकदम मेहनत गरेर बनाउँछु भने तर म सिम्पल तरिकाले नै बनाउँछु, त्यस्तो राम्रो कुक त होइन। मैले यहाँ फटाफट बनाएर प्याज स्याजहरू सबै हालेपछि चाहिँ फेरि यहाँनिर नुडल्स हालेँ होइन। नुडल्स हालेर फटाफट बनाएँ, मेरो चाउमिन चाहिँ रेडी भयो होइन। आज चाहिँ मेरोमा माइजू पनि आइरहनु भएको थियो नि त, अन्त माइजूलाई पनि फटाफट चिया बनाएर दिएँ केटीहरूले होइन। ल है केटी आऊ है खानु बसौँ भनेर मैले केटीहरूलाई बोलाएँ, उनीहरू पनि आयो। अनि मलाई मेरो बुढा चाहिँ खानु बस्यो होइन। खाएर चाहिँ मेरो बुढाले यति मिठो भएछ ब्रेकफास्ट त आज भन्दै खानु हुँदै थियो नि त होइन। अनि मैले पनि खानु स्टार्ट गरेँ, मलाई पनि मिठो लाग्यो होइन, केटीहरूले पनि मिठो लाग्यो भन्दै थियो है। आजको भिडियो चाहिँ यति नै है। थ्याङ्क यू फर वाचिङ एभ्री वान। मेरो चाहिँ यस्तै छ है डेली रुटिन।